किनभने तपाईहरु जुन दुविधा थियो हुन्छ हुँदैन भन्ने धेरै मान्छेहरुमा देशभरि यो पत्रकार सम्मेलन भनेको त्यो हुने सुनिश्चितताको लागि अन्तिम उद्घोष हो। अब यसमा कुनै केही समस्या छैन किनकि हाम्रो कमिटीहरु सबै बनिसकेका छन्। अब 27-28 गते विशेष महाधिवेशन हुन्छ भन्ने कुराको यो घोषणा वास्तवमा यो घोषणै हो। अब हाम्रो प्रचार समितिले हरेक दिन 2 बजे भ्रिकुटी मण्डपमा त्यो दिन के डेभलप भयो के भयो भन्ने कुरा रेगुलर प्रेस नोट उहाँले दिँदै हुनुहुन्छ। यो बीचमा धेरै साथीहरूले आफ्नो कुरो राखि पनि सक्नुभयो। म यहाँहरुसँग चाहिँ के निवेदन गर्न चाहन्छु भने धेरै साथीहरु लागेको होला यो कांग्रेस भित्र झगडा छ, यो कांग्रेस फुट्छ, धेरै कोणबाट यस्ता खालका कुराहरू आइरहेका छन्। तर मलाई के लाग्छ भने शरीरको प्रणाली भित्र पनि 120 दिनभित्र नयाँ रगत बन्छ। समाज भित्र डायलेक्टिक्स भनेको द्वन्द्वको प्रक्रिया रहिरहन्छ। हाम्रो पार्टी भित्र पनि सुधारका प्रक्रिया र सुधार विरोधी यथास्थितिवादी चरित्रको बीचको द्वन्द्व रहिरहन्छ। यो समाजमा पनि छ, यो देशको राजनीतिमा पनि छ, पार्टी भित्र छ, शरीर भित्र पनि हुन्छ। यो द्वन्द्वको प्रक्रियामा अहिले हामी सुधारवादी पार्टीलाई सुधार गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ, जनताले अपेक्षा गरे अनुसारको कांग्रेस बनाउनुपर्छ, देश र जनताका प्रति समर्पित राजनीति हुनुपर्छ भन्ने जुन सुधारवादी अभियान हो, त्यो अभियान पार्टीको तपाईको महाधिवेशन बहुमतका महाधिवेशनको प्रतिनिधिहरूको तर्फबाट त्यो अभियान लिएर हामी आइरहेका छौँ। तपाईलाई लाग्ला अब यो केन्द्रीय समितिले बोलाउँछ कि बोलाउँदैन भन्ने कुरो लाग्ला। म यहाँलाई के निवेदन गर्न चाहन्छु भने विधानको बाध्यकारी व्यवस्था कुनै पनि नेपाली नागरिकले देशको संविधान मान्दिन भन्ने सुविधा हुन्छ कि हुँदैन? कुनै पनि नागरिकलाई देशको कानुन मान्दिन भन्ने सुविधा हुन्छ कि हुँदैन? हुँदैन जस्तो लाग्छ। त्यस्तै गरेर पार्टीको नेता होस् कि कार्यकर्ता होस्, केन्द्रीय समिति हो कि वडा समिति होस्, पार्टीको विधान मान्दिन भन्ने सुविधा कसैलाई हुँदैन। त्यसैले विधानमा किटानी साथ लेखेको बाध्यकारी व्यवस्थालाई, निर्देशनात्मक व्यवस्थालाई, मेन्डेटरी व्यवस्थालाई म मान्दिन, म बोलाउँदिन भन्ने सुविधा केन्द्रीय समितिलाई छैन। त्यो यदि त्यस्तो गर्छ त केन्द्रीय समितिले विधान उल्लङ्घन गरेको अभियोगमा कारबाहीको लागि योग्य रहन्छ केन्द्रीय समिति उल्टो। त्यसकारण विधान मान्दिन भन्ने सुविधा केन्द्रीय समितिलाई छैन, बाध्यकारी छ। अब विशेष महाधिवेशनको जहाँसम्म कुरा हो, साथीहरू देशभरि महाधिवेशन भन्दा ठुलो नेपाली कांग्रेसको कुनै संस्था छैन। त्यो महाधिवेशनले हरेक निर्णय गर्न सक्ने अग्राधिकार त्यसले राख्दछ। पार्टी विधानको अधीनस्थ भने जस्तै महाधिवेशन भनेको पार्टीको नीति निर्माण, नेतृत्व निर्माण र आवश्यक पर्ने विधि पनि परिवर्तन, विधान पनि परिवर्तन गर्ने हैसियत राख्ने संस्था हो। त्यो संस्थाका साथीहरू जो जिम्मेदार छन्, पार्टीका नेता गैर जिम्मेदार भयो भन्दैमा हामी गैर जिम्मेदार छैनौँ। पार्टीमा हामी सबैभन्दा बढी माया गर्ने यो कांग्रेसको परम्परामा जसले दियो त्यो मानिसले बढी कांग्रेसलाई माया गर्छ, जसले बढी लियो त्यो ज्यादा असन्तुष्टि देखिएको छ। अहिले देखिहाल्नु भएको छ पार्टी भित्रको द्वन्द्व। एक अर्थमा सत्ताको लागि राजनीति कि मूल्य र परिवर्तनको लागि राजनीति हो भने द्वन्द्वको भित्र पनि हामी छौँ। हामीले पार्टीलाई माध्यम मात्र होइन, सरकार र सत्तालाई माध्यम बनाएर देश र जनताको रूपान्तरणको लागि राजनीति गर्ने प्रक्रियाको यो द्वन्द्व हो। हामी देख्यौँ, चाहे समानुपातिक टिकट होस्, चाहे राष्ट्रिय सभाको होस्, चाहे त्यसपछि आउने अवसरहरू हुन्, यी सम्पूर्ण अवसरहरूलाई कब्जा गरेर लिने जुन किसिमको प्रवृत्ति छ, सायद त्यही प्रवृत्तिले होला यो महाधिवेशन धकेल्दै लगेको। यही प्रमाणित आधार भयो। सबै लिनको लागि आफ्ना मान्छे लिन पार्टीको कुनै सरोकार छैन। यसलाई के भनिन्छ भने खरानी भए होस्, खरानीमा पनि व्यापार गर्ने जुन किसिमको मनोवृत्ति छ, त्यो मनोवृत्तिले पार्टीमा कब्जा जमाए। यसको अन्त्यको लागि देशभरिका साथीहरू सुधार गर्दै पार्टीलाई नवनिर्माणको क्रममा जुन किसिमको आन्दोलन हामीले हस्ताक्षर मार्फत प्रकट गऱ्यौँ, त्यसमा सबै साथीहरू उपस्थित हुनुहुनेछ, आउँदै हुनुहुन्छ र सर्वाधिकार सम्पन्न त्यो बैठक हो, त्यो अधिवेशन हो। त्यसले
लिने निर्णयको वैधतालाई चुनौती दिने कुनै निकाय छैन काङ्ग्रेसमा। त्यसले आफ्नो निर्णय लिन सक्छ। 51% भन्दा बढी महाधिवेशनका प्रतिनिधिहरू उपस्थित भएर गरिएका निर्णयहरूलाई चुनौती दिने अवैधानिक भन्ने कुनै हैसियत पार्टीमा हुँदैन। त्यसको सर्वोपरितालाई हामी स्वीकार गर्दछौँ र हरेकले निर्णय निर्देशनात्मक होइन, हामी स्वाभाविक स्वविवेकले हामी एकै ठाउँमा जम्मा हुन्छौँ, विद्यमान परिस्थितिको छलफल गर्छौँ र के निर्णय लिनु उचित छ हामी त्यही डेमोक्रेटिक प्र्याक्टिस गरेर छलफल गरेरै हामीले 28 गते निर्णय लिनेछौँ। यही निर्णयको प्रतीक्षामा छौँ, हामी विचार विमर्शमा छौँ। सबै पत्रकार साथीहरू थाहा पाउने नै हुनेछ। तपाईँले जुन सहयोग साथ र सहयोग आजका दिनसम्म तपाईँले दिनुभएको छ, सुसूचित हुने क्रममा देशभरिका साथीहरू सूचना सम्प्रेषण गर्ने क्रममा तपाईँको जुन सहयोग प्राप्त छ यसका प्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ। र नयाँ काङ्ग्रेस, नयाँ नेपाललाई नयाँ काङ्ग्रेस, बदलिएको काङ्ग्रेस, सुध्रिएको काङ्ग्रेस बनाउने प्रक्रियामा हमेसा तपाईँहरूको साथ र समर्थन रहने विश्वासका साथ यो सम्मेलन के छ यो अन्त्य गर्नुभन्दा एउटा सूचना पनि बाँकी रहेछ। म यहाँहरूबाट बिदा लिन चाहन्छु। धन्यवाद। जय नेपाल।